आफू यहाँ रमाएर बस्ने मलाई गाली गर्दै फोन गरेर मुनि बनेको मुनि काकाको बसेर 2 घण्टा होइन गर्नुपर्छ बानी कहाँ हाम्रो खालै छैन हामी त मोदीसँग सङ्गत हेर्नु छोरी सल्लाह पनि हल्ला जस्तो हुन्छ आइपुग्यो रे आइपुग्नु पर्यो ल्याउनु त अनि बसेर ल्याउनु ये नाश्ता खाएगा सबैजना साथीहरूलाई धेरै वर्षपछिको यो हाम्रो भेटघाट कार्यक्रममा स्वागत गर्छौँ। नास्ता खाने कार्यक्रम नास्ता नखानुभएकोलाई नास्ता 29 वर्षपछिको भेटघाट विशेष बनाउनुपर्छ, स्मरणीय बनाउनुपर्छ। सबै साथीहरूले यो उत्साहका साथ आजको वर्षभरि नभनिकन सबैजना साथीहरू यहाँ जम्मा भएका छौँ। 5-6 जना चाहिँ बाहिर हुनुभएको पनि खबर आयो होइन, बाहिर हुने साथीहरूसँग पनि कुरा भइरहेको थियो। उहाँहरूको पनि कार्यक्रम विशेष बनाउने सन्देश छ। तपाईँहरू राम्रो कार्यक्रम गर्नुहोस्, बनाउनुहोस्, कम्तीमा फोटाएर पनि हामीलाई पठाउनुहोस्। सबै अर्कोमा नोली पनि गरी होइन कति चिजलाई एउटा मेन्यु उपलब्ध हामी एकअर्कालाई असिलो गर्दाखेरि हामीले एउटा चाहेर पनि सहयोग गर्न नसक्ने अवस्थामा थियो। जे होस् धेरै वर्षपछि भेट भयो। धेरैलाई त अब अघि जयरामजीले भनिहाल्नुभयो मेरो न्युरोमा जुत्ता चप्पलको व्यवसाय छ। अब अहिले कुरा खुलै भइसक्यो, हजुर राम्रो भएको छैन उहाँको बिस्तारै हुन्छ त्यो पनि ठिकै छ। अब यसलाई चाहिँ नियन्त्रण दिएर फेरि भेट्ने वातावरण बनाउनु पर्छ। सबै साथी अन्जु नेपाली आज बनेपा घोगेचौर निवासी लक्ष्मण कोइरालाका श्रीमती प्रत्युष कोइराला तथा प्राप्ति कोइरालाको मम्मी। मेरी छोरी 12 सकेर अहिले अस्ट्रेलिया गएको 6 महिना भयो। बाबु 10मा पढ्दैछ। म एउटा सहकारीमा काम गर्छु। साथीहरूले आज जे जसरी भेटघाट हुन एउटा माया र सम्मान व्यक्त गर्नुभयो, सधैँभरि साथीहरूलाई माया र सम्मान व्यक्त गर्ने वातावरण सधैँ रहोस् भन्न चाहन्छु। धन्यवाद। नमस्कार, म अलि ढिलो आएँ, बस चढेर आएँ, त्यही भएर अलि ढिलो आएँ। मलाई सबैले चिन्नुहुन्छ, नाम फेरि भनिरहने परिचयको रूपमा नाम भन्ने चलन भएको भएर म प्रदीप सक्याल है। र पारिवारिक विवरण भन्दा मेरो एउटा छोरा एउटा छोरी, छोरा 10 क्लासमा पढ्छ, छोरी 6मा। अहिले चाहिँ म वकालत गर्ने काम गर्छु र थोर बहुत त्यति धेरै त लाग्दिनँ, तर कता कता राजनीतिसँग पनि जोडिन्छु। मेरो चाहिँ एउटा छोरी एउटा छोरा छ। छोरीको कम्प्युटर इन्जिनियर सक्यो, छोरो 6th सेमेस्टर पढ्दैछ। घरै बस्मै बस्ने हो म त्यतिकै लाइक। मेरो घर चाहिँ ललितपुर सिस्नेरी है। म चाहिँ बिहानको मर्निङ है, अब हामी गाउँघर बसी मर्निङ छ बिहानको सहकारीमा काम गर्ने चाहिँ। अनि घर सङ्घको पार्टी छ, हाम्रो सुरुमा जहाँ देखामै हो।
पहिला अधिकारी अहिले सापकोटा होला होइन अधिकारी बिर्सिसक्यो अब सापकोटा नै छ त्यसपछि पारिवारिकमा चाहिँ मेरो 2टा छोरा त्यसपछि 2टै छोराको बिहा भइसक्यो कान्छो छोराको छोरा सहित छ मेरो 3 वर्षको पढ्न जाने भइसक्यो मेरो नाम लक्ष्मी काक्रेल हो थर अधिकारी हो म यही चाबेल बस्छु मेरो काम पेसा भनेको पसल गर्छु म खानु पिउने यसो व्यवसाय गरेर बसिरहेको छु अहिले भट्टराई घर पहिलो फुलबारी अहिले म हाल जडीबुटी बस्छु अनि मेरो एउटा छोरा एउटी छोरी छन् छोरीले बिबिए सकाउन लागि छोरो भर्खर सुरु आइटी पढ्दैछ म कविराज सत्याल पेसाले स्वास्थ्य सेवक र मेरो नमोद भवन निवेशीमा फार्मेसी पसल रहेको प्राय सबै साथीहरूलाई जानकारी छ बिहानीमा सबैलाई शुभप्रभात नमस्ते भन्न चाहन्छु हामी 53मा दिएको अहिले 82 भयो 28 पुरा भयो वसन्तको बिहानीमा सबैलाई नमस्कार म मुरारी सत्याल ए हो किनभने म अगाडि भएको हुनाले पहिला भर्ना गरे हुनाले म ए हो है अब मेरो पारिवारिक विवरण मेरो एउटा छोरा एउटा छोरी छ म नमोबुद्ध नगरपालिका 2 नम्बरमा वडा सचिवको रूपमा काम गर्छु म निजामती तर्फ ल धन्यवाद मुरारी सत्याल बी बालकन चाहिँ इन्डिया पढेर आएको भएर के भएको पछि बात नभएको है म चाहिँ अहिले समाज सेवा गर्नु पारिवारिक 2टा बच्चा एउटा मास्टर जोइन भएको कान्छो डाक्टर सबभन्दा नजिकको छैन हो क्या साथीभाइ भनेको दाजुभाइ उनीहरूले गर्ने कक्षामा पनि अलिकति सोझो साथी आफैलाई महसुस भएको है प्रशस्त आस्दै नमोबुद्ध नगरपालिका वार्ड नम्बर 2 अहिले पनि त्यही नै हो पहिला पनि त्यही नै हो म पेसाको रूपमा चाहिँ ठ्याक्कै भन्नुपर्दा कृषि नै हो साइड पेसाको रूपमा चाहिँ अहिले टिचिङ गर्छु एउटा जेठी छोरी 6 मा र कान्छी छोरी चाहिँ 2 क्लासमा मात्र पढेको थिएँ सन्तोषी सत्याल अधिकारी अहिले म अहिले काठमाडौँ बस्छु मेरो पारिवारिक भन्नुपर्दा एउटा छोरा एउटा छोरी छोरा जागिर खानेको सुरु नेपालमा सिमारा छोरी अहिले मास्टर गर्दैछ केयुमा पब्लिक नमस्कार म चाहिँ गीता सापकोटा अहिले चाहिँ पराजुली मेरो घर चाहिँ यता चाखोला हो अहिले म मेरो बसाइ चाहिँ यता ललितपुर गर्छु त्यहाँ एउटा व्यवसाय छ सानो तरकारी कृषिमा बाबुहरू 2टा छन् एउटा जापान छ एउटा अब प्लस 12 गर्दैछ पर्सि 11 गतिबाट सल्लाहदारी आर्मी यो पुनर्मिलन कार्यक्रम हर साल रहोस् भन्ने सबैसँग बाचा गर्दछु र सबै साथीहरूले लागि पर्नु हुनेछ भन्ने पनि आशा छ लगभग उही बेलालाई याद दिलाउन लागि त्यो खेल खेलौँ हामी बुढापाडी स्कुल नजिकैको घर हो त्यही पानी पढाइमा चाहिँ हामी लास्ट बेन्चतिर पानी हल्ला गर्ने मान्छे हो भोलि आयो भनेदेखि चाहिँ अलिकति पानी छानिदिएर पनि अलिकति त्यो बेला साथीहरूसँग पारिवारिक कुरा गर्दाखेरि एउटा छोरा एउटा छोरी छ छोरीले अहिले डान्समा सिकायो छोरा अहिले 12 पढेर अस्ट्रेलिया गएको 2 वर्ष हुनु लाग्यो 1.5 वर्ष काम भनेको एउटा सानो प्राइभेट अफिसमै गरिरहेको छ अथवा त केही छैन अहिले धेरै जसले चाहिँ मणिराम मण्ड चिन्नुहुन्छ है हेरि अब मेरो नाम 3 राख्दिनु भएको आमाले सम्झाउँदै आगामी दिनहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिँदै जाउँ अथवा अझ नयाँ ठाउँमा चाहिँ जाने वातावरण बनाउँ मलाई चाहिँ खासै बोल्न चाहिँ आउँदैन म चाहिँ बुढारी कक्षा गरेका अब मेरो चाहिँ पैसौली पेसा र बाटो बाटो थाम्ने काम छ
अब सन्तानको मामलामा चाहिँ सामान्य म धनिले छु मेरो चाहिँ चाहेका सन्तान आचार्य यहाँ सिरिल तर म गाउँघर दीपक आचार्यको नामले कसैले भन्दा चिन्दैन नामहरू एक घन्टाकै बाटो बुहारी स्कुल पढ्छु जानुपर्छ र हाम्रो त्यहाँ स्कुल पढ्ने भन्दा प्रायः हिजल नगरपालिका अहिलेको साथीहरू अनि 5 नगरपालिका 9को दर 3 नगरपालिकाका साथीहरूले त्यो स्कुलमा अध्ययन गरेका छन् म व्यवसायको तरकारी कारोबारमा कसैलाई तरकारी चाहियो तिनटी छोरी छ जेठी छोरी चाहिँ जापान गएको 3 साल भइसक्यो माइली बिहाबा पढ्दैछ र कान्छी चाहिँ भर्खर 7 क्लासमा पढ्दैछ हस्त धन्यवाद हामीलाई त जुम्ल्याएर सबैले चिन्नुहुन्छ होला सायद गङ्गा जमुना भनेर स्कुलको पढाइमाथि सबैभन्दा लोकदरमा पढ्थ्यौँ हामी र चाहिँ एसएलसी पास भएर 14 वर्षपछि चाहिँ 11-12 पनि पास हुन सफल भयो पेसाको हिसाबले चाहिँ म चाउनार नगरपालिकामा राजस्व शाखामा काम गर्छु छोरी ठुलीले चाहिँ सिभिल इन्जिनियर सकिन् साइनले पनि एसएलसी दिइन् यही छ नमस्कार यो माइक लिमिट बनाउँछ सबैले चिन्हाला है हो मेरो नाम प्रसन्न सत्याल है म काम चाहिँ केही गर्दिनँ अहिले खालि गाउँमा बाटो नाच्ने काम गर्छु अनि एउटा सानो दोकान खुलिले बजार चलाउँछन् एउटा छोरी सेवामा काम गर्छ अरू छोरीको बिहाको अब सिजन ला दुई छोरी भएर त्यही अब जीवन यसो चलिरहेको छ अब पछि केही बाटो नाच्ने काम गर्यो भने चाहिँ बाटो लिनु हल्लिनु सबैलाई नभन्छ म कति गर्छु है अब अलिकति ब्याकग्राउन्डमा जान पाएँ म है यता होइन मैले अहिलेसम्म नेताको काम चाहिँ गरेको छैन अनि आजको माहौल जुटाउनको लागि योगदान गर्नुभयो उहाँहरू साथीहरूलाई धेरै धेरै धन्यवाद एकचोटि तालीले उहाँहरू साथीहरूलाई चाहिँ एकदम धन्यवाद र नमन ज्ञापन गरौँ एकपटक उहाँहरूलाई सम्झना गरौँ उहाँहरूको आत्माले शान्ति पाओस् उहाँहरूलाई पनि जस्तो हाम्रो शिव बडाल श्रीकृष्ण श्रेष्ठ अनि हाम्रो लोकबहादुर थापा उहाँहरूको आत्माको लागि एकचोटि हामी उहाँहरूको आत्माको शान्तिको लागि कामना गरौँ र हाम्रा कति साथीहरूको अभिभावक पनि हामीले गुमाएका छौँ उहाँहरूको लागि पनि हामीले एकचोटि सम्झना स्वरूप उहाँहरूको आत्माको लागि पनि शान्तिको कामना गरौँ 2053 सालमा हामीले एसएलसी दिँदै गर्दाखेरि हामी कतिजना थियौँ 53, 54, 55 कतिजना साथीहरू थियौँ कति साथीहरू ठ्याक्कै मलाई पनि अहिले ठ्याक्कै याद भएन तर 60को हाराहारी हुनुपर्छ भन्ने मलाई लाग्छ प्रदीप थर्डमा मुरारी बी यिनीहरूको चाहिँ मलाई याद छ होइन अनि चण्डिका पनि राम्रै पढ्ने मान्छे हो मिरा पनि राम्रै पढ्ने मान्छे हो अन्जुको ठिकै थियो हामीभन्दा अलि माथि नै थियो निर्मला पाठक धेरै तल उनीहरूको चाहिँ हामी लगभग 1.5 घन्टाभन्दा पनि माथि हिँडेर जानु पर्थ्यो अहिले चाहिँ हामीले सुन्दै गर्दाखेरि 0 एकजना पनि फुलबारी स्कुल जाँदैनन् भन्दा दुःख लाग्छ त्यति बेला हामी 37-38 जना स्टुडेन्टहरू चाहिँ त्यहाँ जान्थ्यौँ तरिकाबाट बोल्नु पर्ने पत्रकारिता गर्नुपर्ने त्यस्तो खालको भएको कारणले गर्दा मलाई पत्रकारिता भनेको चाहिँ त्यति लाग्दैन रेडियोमा बोल्दै रह्यो भने मैले पढ्न चाहिँ थालेँ म लगभग 7 वर्ष मैले कार्यक्रम गरेँ 69 साल वैशाख 1 गते बिहा गरेँ 69 साल वैशाख 1 गते बिहा गरेँ जहाँ पहिलोचोटि भनेर सुनाइयो नि तपाईँहरूको 30 वर्षपछि पहिलोचोटि वाह यहाँ धेरै रमाइलो हुन्छ होला भनेर भनेको छ नि त्यस्तै रमाइलो गर्नुपर्छ लास्ट बेन्चमा बस्ने भएको भएर सब फाडी फर्किने भएको भएर हामीलाई धेरैले चिन्दैन सबैजना अब सुइसै जाने जो अगाडि जान्छ अब हाम्रो केटी मान्छेहरू सब बोल्छ भन्ने नि हुँदैन थियो त्यो बेला बोल्नु हुँदैन भने जस्तो केटीको बेन्चमा बस्नु पर्यो भनेदेखि त्यो बेला जाँदै गयो यसकै लागि भए पनि हामी दौडी चाँडो पुग्नु पर्थ्यो अहिले समय अर्को छ त्यो बेला भइदियो भए पर ढिलै जाउनु भन्ने होइन अब त्यो बेला बाँचुनी थोरै चाहिँ 7 जना मात्रै बाँच्नु भएको थियो के अरे 5 जना 7 जना हो 5 जना म मुरारी र हामी अरू जयराम हामी चाहिँ पहिला कक्षामा पढ्दा पनि हामी ढुङ्गा राखेर भयो नि बेन्चै बनाएर चाहिँ पढ्ने मान्छे होइन
काठलाई अमूल्य श्रीखण्डको आवाज गराउँछौ साँच्चै तिमीको हौ अनेकौं ठक्कर खाँदै खहरेको चपेटामा बगेको बहावलाई शान्तसँग समुद्र साँच्चै तिमीको हौ। काम गर्दै गएँ त्यसपछि गाउँदै संसार 14 अञ्चल 75 जिल्ला घुम्ने मौका मैले पाएँ। परामर्श काउन्सिलिङ र वैश्विक क्लासको यो साक्षर र निराशको यस्तो मौकामा म जुट्न पाएँ। त्यस्तै काम गर्दै गर्दै जाँदाखेरि यो श्रुतिको घटना घटेपछि हाम्रो क्लास हुँदै गयो। त्यसबाट म फेरि यो सडक बालबालिकाहरू 20 वर्षको उसमा चाहिँ हामीले यो सबै उन्मूलन गरौँ भन्ने यो अभियानमा लाग्दै गएँ। अनि त्यसपछि हुँदाहुँदै मेरो बिहा भयो। मेरो बिहा चाहिँ जाटनगर पोखरिया भन्ने ठाउँमा भयो। श्रीमान चाहिँ मेरो हुनुहुन्थ्यो पत्रकार हुनुहुन्थ्यो। पत्रकारमा पनि अलि बाहिर जानु पर्ने हुनाले अलि मलाई अलिक त्यस्तो मन लागेन। त्यो हुनाले अहिले चाहिँ म कालीमाटीमा सानो क्याफे खोलेर बसेको छु। मेरा 2टा नानीहरू छन्। हामी सँगै त्यही क्याफेमै बस्छौँ। बच्चाहरू पढ्दैछन्। अहिले एउटा छोरीले एससी एउटाले चाहिँ 8मा पढ्दैछ। सबै साथीहरूसँग भेट्न पाउँदा र यो खुसी धेरै खुसी लागेको छ। यहाँ यसरी उपस्थिति हुनु बिर्सेका साथीहरूले सम्झिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म चाहिँ मेरो नाम अहिले निर्मला पाठक सिक्देल हो। हामी बच्चा बेलाकै त्यो मान्छे हामी त्यसरी चिठी बोकेर प्रत्येक स्कुलमा गएर फर्किने बेलामा साह्रै हामी कष्ट पाएका थियौँ। खानालाई पनि हामी सायद बेला 2-5 रुपियाँ 10 रुपियाँ त्यस्तै 4 जनाको गोजीबाट त्यस्तै अथवा विद्यालयले पठायो अथवा हामीसँग थियो। म अलिकति बिर्सेँ। हामी चाहिँ खटाइएको काम इमान्दारीपूर्वक गर्थ्यौँ र आज पनि गर्छौँ। कसैले रुदा गराएका कथाहरू थिए। त्यो बेलामा हाम्रो साथमा पैसा त थिएन तर मूल्यवान आँसु थियो। मोबाइल त थिएन तर एकअर्कालाई हेरेर बुझ्ने आँखा थियो। अनि स्ट्याटस थिएन तर स्ट्याटस भन्दा माथि तपाईँ हामी सबैजनाले भन्ने त मेरो साथी होस् भन्ने भाव। सफलता कति ठाउँमा पैसाले नै निर्धारण गर्छ, कति ठाउँमा क्षमताले नै निर्धारण गर्छ, कति ठाउँमा प्रतिष्ठाले नै निर्धारण गर्छ। यो सफलता बडो गाह्रो छ व्याख्या गर्न। जे छौ हामी त्यसलाई नै सफल मान्नुपर्छ। किनभने कसैले कसैलाई कुन रूपमा लिन्छ अलग कुरो। तपाईँ हामी हाम्रो परिवारका लागि सबभन्दा सफल व्यक्ति हौँ नै। आज हामी सफल भयौँ, व्यस्त भयौँ, केही थाक्यौँ पनि होला तर त्यो निस्वार्थ साथ त्यो बालमन अझै बाँचिरहेको छ। यो पुनर्मिलनको निम्तो मित्रता भनेको समयसँगै हराउने कुरा होइन। यो त समयसँग गहिरिँदो भावना हो। अहिले हामी हाँसिरहेछौँ, अब हामी एकछिनमा फोटो खिच्छौँ तर हाम्रो आँखाका कुनामा अलिकति रस पनि लुकेका छन्। त्यो रस कुनै दुःखको रस होइन। त्यो त फेरि हामी सबैजना एकै ठाउँमा धेरै लामो समयपछि भेटिँदाखेरिको खुसीको आँसु मात्र हो। अब म एउटा मैले कविता, यो पुरानो झ्यालडोका अझै मनमा बसिदिन्छ। कापीको छेउमा लेखिएका ती नामहरू हराए पनि हाम्रो मित्रताको छाया अझै जिउँदो छ र बाँकी छ। हुन त समयले चेहरामा केही न केही रेखा कोरेकै छ तर हृदयभित्रको तस्बिर उस्तै गरी भरेकै छ। जीवनको बाटो फरक भए पनि गन्तव्य फरक भए तर यो पुनर्मिलनले तपाईँ हामी सबैको भावना साथ। प्रिय साथीहरू नमस्कार। हाम्रो स्कुलका ती अतीतका सम्झनाहरूलाई म एउटा सानो कविता मार्फत तपाईँहरूलाई ताजा अनुभव सुनाउन चाहन्छु। स्कुलका ती सुनौला दिनहरू हाँसिराखेका थियौँ, आँसुले भरिराखेका थियौँ। तिनीहरूसँग उभिन्थ्यौँ हाम्रा सपनाका प्रसङ्गहरू। हरेक दिन उभिन्थ्यौँ नयाँ आशा र उत्साह। रातभरि सुनिन्थ्यौँ। आज फेरि भेट्दा झल्किन्छ आत्मीयताको त्यो रङ, जहाँ हामी एउटै रङ्गीन संसारका रङ्ग चिना साथीहरू बनिरहोस्।
सफल व्यवसाय नमस्ते ढोक दिया नमस्ते ढोक दिया मेरो धड़कन रोक दिया तेरे कारण बंधन माटी फिर माँ तेरे कारण बंधन माटी फिर माँ साथीहरू हामी आजको कार्यक्रममा अहिले भर्खर आए जस्तो लागेको छ फेरि घर जाने बेला भइसक्यो आएर गरेर अगाडि बढेर सबैलाई समेट्न जति हामीले सोचेका थियौँ त्यो सजिलो थिएन त्यसको लागि धेरै धेरै धन्यवाद र हामीले जो 17-18 वर्षमा बिहा गरेर अथवा घर हानेर अहिले चाहिँ हामी बहिनी सिद्ध भएर अब हजुरआमा पनि भइसक्यौँ अब चाहिँ हामीलाई केही महसुस आनन्द पनि लागेको छ किनभने हामीले घरहरू छोराछोरी हुर्काइसकेका छौँ कतै कतै पनि होला